स्पेसल चाहिँ के छ भन्दाखेरि आज हाम्रो कफी बारिस्ता टिम पुऱ्याउनु ल्याएको छ। यस 5 दिने आलोचना वरिष्ठ तालिम र 5 दिने कफी रोस्टिङ तालिमको सभाध्यक्षता ग्रहण गरिदिनुहुनुको निमित्त यस अरनिको कृषि तथा पशुपालन फर्मका अध्यक्ष एवं एग्रो फर्मका संस्थाका अध्यक्ष सावधान गरेर हार्दिक अनुरोध गर्छु। काला साँझगढी नगरपालिकाका उपप्रमुख श्री सीता थापाज्यूलाई हार्दिक अनुरोध। विशेष अतिथिको आसन ग्रहण गरिदिनुहुनुको निमित्त उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख श्री त्रिपुराली बखेलज्यूलाई हार्दिक अनुरोध गर्छु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुहुनुको निमित्त फ्यान्सेपका प्रमुख श्री राजेश केसीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी हामीसँग पत्रकारहरू आउनुहुनेछ, उहाँहरूलाई पछि मन्त्रणा गरेको अतिथिज्यूहरू पनि आउनुभयो भने बिचमा म आसन ग्रहण गर्ने नै छु भन्दै यसलाई चाहिँ म अगाडि बढाउन गइरहेको छु। यसमा आसीन सभाध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि र अतिथिज्यूलाई चाहिँ कफीको माला र ब्याज वितरण गरिदिनुको निमित्त मन्दिरा बहिनीलाई म हार्दिक अनुरोध गर्दछु। हेड रोस्टर श्री निलोज खत्रीज्यूलाई प्रशिक्षकको आसन ग्रहण गरिदिनुको निमित्त अनुरोध गर्दछु। आज रोजगारीका लागि यस फर्मले प्रत्येक वर्ष स्थानीय तथा नगरपालिकाबाट विभिन्न तालिमहरू दिँदै आएको छ। तपाईँहरूको त्यसैले तपाईँहरूको रोजगारीको बाटोमा यस तालिम हुनेछ र यहाँहरूको सहभागिताका लागि फेरि पनि म तपाईँहरूलाई हार्दिक स्वागत भन्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार। अगाडि निसुको माग्लाई
यहाँ तातो बाहिर जाने अरे त्यो ड्रम छ नि कफी चाहिँ भित्र सस घुम्यो तपाईँले रोस्टिङ गर्ने कि त्यो बन्द गर्नुभयो भने के हुन्छ भन्दा यो त मेटल हो होइन यो भोलि एक्सपान्ड हुन्छ कि अनि तपाईँले लङ टर्ममा आवाज आउँछ कि मजाले कुल डाउन भएपछि मात्रै यसलाई बन्द गर्नुपर्छ रोस्ट गर्नुभन्दा टकाउनुपर्छ रोस्ट गरेर भएपछि चिसो बनाएर बल्ल बनाउनुपर्छ यो चाहिँ नजिक नजिक यो चाहिँ रोस्टिङको अपरेट हुन्छ यो अन अफ स्विच यो टाइम होइन इजिएमा टाइम बोल्छ होइन यो चाहिँ तपाईँको रोस्टिङ टेम्परेचर यो चाहिँ बिन टेम्परेचर मैले भन्थेँ नि यो चाहिँ हट एयर टेम्परेचर भयो होइन इग्निसन भनेको लाइटर हो क्या लाइटर जस्तो ट्याक्टर चिजो नि आगो हुन्छ चिजो नि बन्द हुन्छ है यो कुलिङ फ्यानको त्यसको चिसो हावा पाल्छ यो चाहिँ अब जस्तै अब कफी झार्ने बेला भयो भने चाहिँ ट्याक छिजेर सट्ट झार्ने कि है यो चाहिँ लाइट भयो यहाँ हेर्न मिल्छ यसरी कफी के भइरहेछ भनेर यता लानु मिल्यो यता लानु होइन स्याम्पल यो चाहिँ टेस्ट स्याम्पल हेर्नलाई अब यस्तो हेर्ने कहाँ पुग्यो हेर्ने सुँग्ने होइन येल्लोइङ भएको कलर चेन्ज भएको चाहिँ सबै यसले हेर्न मिल्यो होइन यो चाहिँ एयरफ्लो मैले भनिहालेँ होइन अनि यो चाहिँ बिन ट्रे भयो के अरे यहाँ चाहिँ कफी राख्ने ट्याग यो खोल्ने सट्ट कफी तल जान्छ सट्ट यो बन्द गरिहाल्नुपर्छ फेरि कहिलेकाहीँ रोस्टरले के गर्छ भने यो कफी हाल्छ यो छोडिदिन्छ अनि यो बाँकीबाट भुसा भुसा निस्किन्छ होइन मैले बन्द गरिदिएँ यो देख्नुभएको डिजिटल होइन यो चाहिँ आरपिएम मैले अघि भन्थेँ नि आरपिएम ड्रम स्पिड बढाउन घटाउन अहिले चाहिँ नचलाऊँ होइन अहिले जरुरत छैन आरपिएम है मैले बन्द गरिदिएँ कथामा चाहिँ यो एक टेस्ट होइन तिन टेस्ट भयो होइन ठिक छ टाइट भयो पनि गर्नुपर्छ यसो नजिक आउँछ यहाँ अन गर्ने होइन टेस्ट गर्ने एकचोटि देखायो होइन फेरि टेस्ट गर्ने 12.3 होइन पर्सेन्ट भर्खर फ्रेस हार्भेस्ट होला कि हो होइन ल कति देखायो 20 डिग्री टेम्परेचर कति देखायो 20 डिग्री 20 डिग्री मलाई कति भनेको थिएँ त्यही दिदी त्यो टिस्टा हाल्ने कहाँ हो यहाँ कुन चाहिँ यही घरमा हो कि यतापट्टि सानो हुन्छ अहिले मान्छे हुनुहुन्छ कि नै
हुन्छ